साला यसमा केही न केही त गडबड छ के, केही न केही गडबड छ दया अभिजित। यो साला यो ड्रग्स हैन, मलाई लाग्दैछ पाउडर हो यो, चुइगम पड्काएर। पाउडर साउडरको कुरा छोडिदिनु सर, यो हजुरको कोट प्यान्ट खै के उलियामा आउनुभयो? साला यो के भन्दैछ अभिजित? के भन्यो तिमीले फेरि भन? हजुरको आफ्नो हुलिया हेर्नु, त्यही भएर रहेछ अहिलेसम्म हामीलाई एउटा पनि केस नआएको। अरे साला मेरो हुलिया कहाँ गयो? मेरो कोट प्यान्ट फ्ल्यासब्याकमा हिँड केटा हो। लास्टै औडा भइरहेको छ, केटाहरू पनि कहाँ छन् कि आज मालै छैन भएन भनेर खालि सिगरेट माचिस बाहेक केही छैन। सिगरेटले केही पनि हुँदैन क्या। केटाहरूलाई फोन हान्छु छ कि नै सोधिहाल्छु। हेलो तिमीसँग माल छ कि नै? लास्टै औडा भइरहेको छ कि। मसँग मालै छैन के, म पनि औडा बनेर छु कि सिप गरेर छु कि खाना नपाएर। छ्या तिमी पनि लास्टै गफान्छौ। भयो म एउटालाई कल गर्छु फेरि। ल त ल। छ्या मालै छैन क्या, माला के औडा भइरहेको छ कि यार। सिधै गर्दा पनि भित्रै दिँदैनन् क्या माल छ भनेको। माला त्यही झ्याउ भइसक्यो यार, कहाँ गएर माल हान्ने भनेको? के हुन्छ र यसले माल हान्नेलाई? सरले होमवर्क पनि गर्न भन्नुभएको थियो, होमवर्क पनि गर्न बहुत जोडले पिसाब लगाएर अब मुट्ने आउनु पर्यो। माथा खराब भइहालेछ मेरो। अरे हे बबुआ, अरे हे बबुआ, साइडमा गएर मुती हाल रे। कहाँ गरेल बा इधर? ए दाइ यति ठुलो त लाज लाग्दैन यस्तो गाँजा चुरो खान? मादर जात, तो हमको सिखल बा, तुम्हारा वाहब लगता हम, पता चलल बा तो हम कौन है मालूम गिरल बा तुमको? बबुआ साइड निकल जाओ, हम पहले क्या हते तुमको। यदि ठुलो वाला खानु म त पुलिसलाई भनिदिन्छु। अरे बबुआ ज्यादा बड़े के सामने चुपचाप बैठना रहता, नहीं तो अपने रास्ते चल बा, नहीं तो हम तुमको मर्डर कर देगा तेरी। तपाईँले गाँजा चुरो खान लानु म त पुलिसलाई गएर भनिदिन्छु। अरे बबुआ ऐसा बात हमारा सामने नहीं बोलने का तो नहीं बोलने का, नहीं तो ढूंगा से तुम्हारा सर फोड़ देगा। सबसे मेरे सामने से निकल जाओ, तुम निकलो। बाबु म पुलिसलाई भन्न जान्ला छु। साला राजा ना खा के हमारा मोर सारा माथा खराब हो रहा है। बेटी हाले छोस रे लेबी, तँलाई हामीले लिएर पर फालिदिन्छ, त्यसपछि तेरो घरवाला आउँछ कम्प्लेन गर्छ, फेरि त्यसपछि हामीलाई पत्तै लाउन सक्दैन रे। खाएर नपायो होला हमारा माथा चढिहालेछ रे यसले। अब रुख हामीले देखाउँछ तँलाई, तँलाई के गर्नुपर्छ हामीलाई थाहा छ रे बबुआ। बिचमा रोकिहाल्ने थोरै बसिरहेको छु, तँलाई बिचमा टोकिहाल्ने रे, टोकिहाल्ने रे। देखिहालेछ तेरो मृत्यु कसरी भइरहेको रे। यो त मरिहालेछ, अब कसैले पनि थाहा पाउँदैन कि मैले मारेको भनेर। मै पुलिसलाई कल गरेर भनिदिन्छु कसले मारिहालेछ भनेर। राम्रो भयो यसलाई, यस्तै हुन भइरहेको छ हामीलाई। देख्यौ केटा, तिमीहरूलाई त म अरू जे जस्तो भयो नि, तिमीहरूलाई त म लुडोमा मजाले जितिदिन्छु कि। यो पहिला तास खेल्ने अड्डा थियो, अहिले लुडो अड्डा बनायो केटा हो। त्यस्तो कुरा यस्तै हो, केही न केही त गडबड छ केटा हो, चुइगम पड्काएर। सर त्यस्तो गडबडको कुरा नगर्नु, हजुर 10-12 चोटि हारिरहनुहुन्छ। जित्छु भनेर चढाउँदै नचढाउनु, जित्नु भनेर सपनै नदेख्नु। अरे अभिजित के पनि राखेछ अरे? सर उसले गेमको बारेमा छ, अरूको बारेमा होइन सर। अरे अभिजित तिमीले गेमको बारेको कुरा गरेको? साला अभिजित दया, आजकल त केस पनि आउन लागेन कि होइन? के भएको? हाम्रो त नसिबै छैन कि यस्तो पनि काण्ड भइहालेछ। हाफी मारेर आफूले नै कल गरिहाल्नु परेको, केही छैन हामीले पनि कल गरिहालेछ। हेलो को एसीपी बोले अरे? हाँ मैं CID से अभिजीत बोल रही हूँ। अरे पनौती नेपालीबाट बोला रे। CID ऑफिसर कहाँ छ रे भाइ? अरे त बछुआ से नहीं होता रे। अरे तो कसलाई गाली गर्दा छस्? यहाँ CID देखि बोलेको छु। केही न केही गडबड छ, अहिले सिधै तँलाई जेलमा ल्याएर ठोक्नु पर्ने हो। अरे यहाँ लिएर म बात गरिहाल्छु। हेलो CID अफिसर बोलेछु को? अरे चिकम पड्काएर कसले मर्डर गर्यो? त्यहाँ के गर्यो? कसरी गर्यो? अरे तिमी रोख न, हामी त घुस खानमा 1 नम्बर हो नि त। तिमी चुप लाग, भन कहाँ हो मर्डर भएको? कहाँ हो? के हो केस? कसरी मर्यो? कहाँ हानेर मार्यो? भन कहाँ हो? अरे झारखण्डको खोला। रोक हामी आइहाल्यौँ।
ओके सुन अभिजित सुन दया तिमीहरू पनौतीले गर्दा यो केस हातबाट फुत्किन नसकोस्। सर हामीलाई पनौती नभन्नुहोस्, अहिले पुरै आफ्नो लुकअप गेटेड पुरै चेक गरेर जानु, कहीँ पनि यस्तो नाङ्गै याउन त्यान भएर नजानु। अरे दया यो अभिजितलाई सम्झाऊ यार, बार बार मेरै पछि लागिहालेछ रे, केसको पछि हिँड रे, हिँड। आफैले मारेर आफैले नै कल गरिहाले, सिआइडीलाई त म यस्तै नै बेकु बनाइहाल्छु रे। अरे साला केही न केही त गडबड छ रे, केही न केही त गडबड छ यार। सर यो केस पनि फुत्किनु नपरोस्, 10 रुपियाँको भए पनि आधा किलो मासु आउँछ, बेलुकाको लागि पार्टी हुन्छ। अरे अभिजित तिमी मासुको पछि नलाग रे, पहिला केसको पत्ता लगाइहाल अनि मासु पछि हेर। त्यो केस त होइहाल्छ, पहिला यो केस भन्दा नि ठुलो मेरो लागि मासु हो। अरे अभिजित त यो पो त तिमी के हो? दया। दया अभिजित यति कुरा याद राख, यो केस फुत्किन दिनु भएन हाम्रो हातबाट। सर हामीले कम पड्काएर सर हामीले त फुत्किन दिन्नौँ, यो हजुरको हातमा छ। हजुर अहिले यो सर्ट कोट सब सम्हालेर जानु होला, बाटोमा हिँड्दा नाङ्गै गरेर नपुग्नु होला। अरे दया यसको सम्झाऊ यार, जहिले पनि मेरो पछि पछि लाग्यो। मेरो कपडामा के सरोकार तिमीलाई, मेरो कपडामा के सरोकार तिमीलाई? अरे दया तिमी भन त यिनलाई यी अहिलेसम्म कतिवटा केसको लागि फुत्क्यायो भने। दया हान्देऊ नहीं सर हान्देऊ नहीं मलाई समात के समात जाने होइन, मैले यहीँ हानेर मारिदिउँ, यहीँ हानेर मारिदिउँ। अझै गोली बन्दुक हेर केटा हो लड्ने होइन, हामी गएर त्यो केसलाई जसरी भए पनि निकाल्नु पर्नेछ। आज तिमीहरूलाई म मासु खुवाउँछु, होइन भने मासुको साथ दारू पनि। अरे फेरि दारूमा आइगयो, दारू पनि भयो, दारू भयो नि भयो, भएन भने तिमीलाई म मजाले सिन्कीको झोल र भात खुवाउँछु। ओके अरे साला यिनीहरू दुईटा त गइहाल्यो रे, म कसरी आउँ रे यहाँबाट? अरे अरे सर हजुर यति यही भिडदेखि आउँदा पनि 4-8 खुट्टा टेकेर आउनुहुन्छ, अझ भन्नुहुन्छ हामीलाई हाम्रा आदि केस फुत्कियो। हजुर यही भिडमा त आउन सक्नुहुन्न, हजुर के सम्हाल्नुलाई हजुर सर कसले बनायो होला कि हजुर? मेरै पछि लाग्यो हुन्छ यार, चिकम फर्काएर मलाई अफिसर कसले बनायो त्यसको कुरा छोड, केसको पछि लाग्यो किन? साला चिकम पड्काएर ललिपप चुस्छौ, साला ललिपप चुस्छौ तिमी, ललिपप। अरे सर यो ललिपप सलिपपको कुरा त गर्दैन हजुर, त्यो केसमा गएर हामी अलि बेसरी बोल रे, म कान कम सुन्छु। अरे सर हजुर त्यहाँ गएर केस हुन्छ नि, त्यो केस पुरै सामनाम गराउन 10 रुपियाँ आउँछ, त्यसले ललिपप लेग पिसहरू ल्याएर त्यही चुस्दै बसौँला बेलुका। दया त्यो ललिपप सलिपपको कुरा छोडिदिनु। अभिजितलाई सम्झाऊ, ए अभिजित नत्र भने मैले कप्चामा लग्न नपरोस्। के भन्दैछ श्रेता? ए सर हजुर मात्रै लग्न सकिन्छ र के? यस्तो बोल्ने होइन। कहाँ मर्डर गरेको छस्? नै भइहालेछ अरे सर। अरे साला यता आइज। सर बहुत बडा हजुरले भन्नु। यो मर्डर तिमीले गरे हो? होइन रे सर हामीले गरेको होइन, त्यसले गरेर फालिदिएछ, हामीले त्यो सिर्फ फेल गरिएछ। यो मर्डर तिमीले गरेको होइन, त्यसो भए मैले गरेको होइन सर, तपाईँले चेक पनि गरिहाल्नुपर्छ त्यहाँ। केही न केही त गडबड छ अभिजित दया, केही न केही त गडबड। यसको हात खोल्दे, यसको हात खोल्दे, एकछिन रोकिनु, हात नखोल्नु, खोल्दे पहिला यसलाई भाग्न नदिनु है। केही पऱ्यो भने जिम्मेवारी म छु। यदि 10 रुपियाँ फुत्कियो भने 10 रुपियाँ फुत्किँदैन अभिजित, 10 रुपियाँ फुत्किँदैन, चिन्ता नगर। तिमीहरूलाई बेलुका म मासु भात खुवाउँछु, चिन्ता नगर। छानबिन गर्नु पर्यो सर, यदि यसको फिङ्गर प्रिन्ट निशान कहीँ देखिन्छ भने चाहिँ यसलाई पक्रियो। यसलाई उता राख साइडमा, यसलाई उता साइडमा राख। अभिजित तिमी जाऊ यसलाई चेक गर, साला केही न केही त गडबड छ यसमा। अरे अभिजित यसलाई पल्टाऊ, यसलाई फर्काऊ र के छ हेर र यसभित्र के छ छानबिन गरौ। ब्याग चेक गर। ललिपप हो यो? ललिपप हाले यो के हो यो? अरे यो पाउडर रहेछ, पाउडर मलाई काम लाग्छ धेरै शरीर गर्न। अरे अरे अभिजित बेकुब तिमी किन गइरहेछौ? सर यो बाहुनको छोरो रहेछ, अब 13 दिनसम्म जुठो लाग्यो, मासु खान भएन। अरे अभिजित बाहुनको छोरो भएर 13 दिनसम्म जुठो खान बारे के भयो त? हामी सिआइडी हो, हामीले जुठो बार्नु पर्दैन, यो राख, हामीले मासु खान पाइन्छ।
यसको यहाँ के छ तलासी गर्दै गर, यो आइडी कार्ड काम लाग्न सक्छ। म एकैछिन केस सल्भ गरेर आउँछु, तिमीलाई हेर्दै गर यहाँ। अरे सर केस सल्भ गर्ने त यहाँ छ नि त। तिमी हेर न, म आउँछु एकैछिन, काम छ यहाँ, हेर म आउँछु। साला केस सल्भ गर्दा गर्दै ललिपप पाइयो रे। भोक लागेको थियो बिहानबाट, केही खाएको थिएन, ललिपप त खान पर्यो त। तिनीहरूले नदेख्नु कतै। अफिसर ला तिनीहरू आइरहेछन्। अरे ललिपप खाँदै बस्नुहुन्छ यता यता। के उता केस चलिरहेछ, 10 रुपियाँको केस पनि, यो पनि फुत्काउन लाग्नु भयो। तिमीहरू नबोल न, बिहानदेखि केही खाएको छैन यार, भोक लाग्यो यार। कि हामीले केही खाएको छैन हाम्रो। तिमीहरू बच्चा बच्चीले यस्तो तान्नु हुँदैन। अरे झन् बुढोले त झनै चुस्ने नै होइन। अरे अभी गयो। अरे अरे बुढोले चुस्ने होइन। अरे के रे साला चेक गर रे यसलाई। अरे चेक गर्दैछु। अरे सर के भयो? यसको त पछाडि यत्रो मनको ढङ छ त। अरे दया यसलाई सम्झाउ रे। अरे अरे सर के छ? ठुलो छ, कत्रो हो? यत्रो छ। अरे साला यो त होडार रहेछ रे। वासी गन्ना साला यो सायद डेट धेरै पुरानो भएर होला। सर यस्तो गन्ना रहेछ, हजुर कसरी खाइराख्नु भएको छ? अरे तिमी खानेको कुरा नगर रे, तिमी मेरो खानेकै पछि लाग्छौ। चुस्छौ लौ, चुस्छौ चेक गर झोला के छ। यो झोला दान देख्नलाई यहाँ पनि रहेछ। यो झोला हामीलाई चाहिन्छ हो, 150 हाल्दा। झोला यहाँ, झोला पेन हाल। अरू के छैन त? झोला बोक यो झोला चाहिन्छ। अरू के छ यहाँ हेर, सेन्टर तिमी राख। ए अरू के छ अरू? ए तिमी नलड रे एकअर्कामा। ए अभिजित यही सेन्टर नै हुन्छ। अभिजित ए चप्पल राख, तिम्रो चप्पल फाले, चप्पल लगाऊ। हुन्न होला सर यो चप्पल त। त्यसो भए हेर हेर। अरे साला स्याम्पू रहेछ यार। स्याम्पू होइन सर, सेन्टर छोड्दैछु। दया यो अभिजितलाई सम्झाउ रे, मेरो माथा खराब गरेछ। कुछ न कुछ चुइकम पड्काएर ललिपप सड्काएर। दया हजुर सर। तिम्रो नुहाएको कति दिन भयो? मैले 10 दिन भएछ। 10 दिन भयो, यो राख तिमी नुहाऊ। ए अरे यसलाई रेप गरिहाल्छ अरे तिमी। रेप गर्न खोजेन सर, यसको पालनमा कतै पैसाहरू हुन्छ कि भन्ने। पैसा छैन यसलाई, पैसा छैन, यसलाई रेप नगर तिमी। अब होइन रेप मैले त सुन दया, तिमी यतातिर खोज। तिमी केही चाकुले केहीले हानेर प्रहार गरेको हुनसक्छ, तिमी यतातिर खोज। तिमीले जिन्दगीमा पहिलोचोटि केस पत्ता लगाउँछौ जस्तो लाग्यो, ललिपप चुसेर पड्काएर। मलाई केही न केही डाउट लाग्दैछ यहाँ। तिमीले थाहा पायौ अभिजित? थाहा छैन। किन थाहा पाएनौ? मेरो डेड बडी बढेको थाहा पाएन तिमीले? डेड बडी हान्नुमा परेछ, तर यसको मर्डर अर्को ठाउँ त भएको, तर हत्यारा यहीँ न कतै न कतै छ अभिजित। मलाई लाग्छ यहीँ लाग्छ, कहीँ न कहीँ यतै न यतै हत्यारा छ। कसैले यसलाई मर्डर गरेको हुनसक्छ, पड्काएर ललिपप चुसेर। मलाई त एउटै नै शङ्का छ, मलाई योमा शङ्का छ। भेरी गुड अभिजित, तिमीले पहिलोचोटि राम्रो काम गर्दैछौ। पक्कै पनि यहीले हुनसक्छ। साँझ तिमीलाई चिन्ता नगर, साँझ तिमीलाई म 2टा आलु र एउटा केरा पक्कै खुवाउँछु। ललिपप चुसेर भन के भन्न लाग्थ्यौ? सर आलु पाकेको हो कि काँचो? अरे अभिजित, आलु पाकेको भन्दा अझै काँचो राम्रो हुन्छ। 2टा आलु खुवाउँछु, तिमीलाई चिन्ता नगर। भन तैँले नै मारेको हुनुपर्छ। अरे तेरी मारेंगे ओडिया छोरा, मैले तँलाई पहिल्यै भनिदिइहालेछ, हामीले मारेको होइन त होइन। अघि तँलाई भाँटो घोचारेको याद छ कि नै? अरे भाइ त्यो त एकछिनको दर्द हो, अझै घोचार्नु पर्छ। भन किन मारिस् तँलाई? अरू कुरा छोड रे, यसले हामीलाई कुत्ता भनिहालेछ। भेरी गुड अभिजित। अरे भाइ अभिजित, तो कुछ ज्यादै बोलिहाल्छौ छे, कुछ ज्यादै बोलिहाल्छौ। सुन अरे भाई अपना कुत्ता को समझा के रखना विचार। अरे कुत्ता ना भाई तो हम ऐसा फोड़ते तो लाइफ में याद रखोगे तू। ए कुप्चा में लोग चल रे, छोड़ दे रे अफिसर, छोड़ दे रे। साला यसले हामीलाई दिइहालेछ अफिसरलाई। ए यसलाई घोप्टो पार साला। छोड़ दे रे अफिसर, हामीलाई दिइहाल्छ। अरे अफिसर छोड़ दे रे, हामीलाई दिइहाल्छ। सॉरी। A few moments later.
भन्नुहोस् तपाईँले मलाई यहाँ के भन्न ल्याउनु भएको सर मसँग होइन 50 रुपियाँ छ 50 रुपियाँ तपाईँ अब 5-10 रुपियाँमा के सोल्भ गर्ने मान्छे अरे चिकम पड्काएर तिमीले हामीलाई कममा बिक्ने जस्तो मान्यौ सर अहिले काम यति गर्नु बाँकीको पछि दिन्छु बाँकीको होइन मलाई 100 रुपियाँ चाहियो के मर्डर तिमीले नै गरे हो सर मैले नै गरेको मैले भनिरहेको छु यतिसम्म अहिलेसम्म त्यसको रफाना दफाना गर्नु तपाईँलाई म 100 रुपियाँसम्म दिन्छु 100 रुपियाँ तपाईँले भनेकै 100 रुपियाँ म दिन्छु तपाईँलाई 100 रुपियाँ निकाल तर सर कसैसँग प्रचार हुनु भएन मर्डर मैले गरेको तिमी रेडी बस तिमीले नै मर्डर गरेको मलाई थाहा छ यो कुरामा काहीँ पनि जानु दिँदैन ओके ओके सर तिमी जाऊ फेरि मिलाउँ तिमी जाऊ साला यो दया र अभिजित भन्ने चिज कहाँ गए